हाई एभ्रिवान है, म चाहिँ एउटा कुरा सानो कुरा सेयर गर्छु भनेर आएको क्या। मेरो लाइफको ह्याप्पी मोमेन्ट भनौँ कि होइन, जे भयो भने कस्तो फिल हुँदो रहेछ क्या मलाई। तपाईँहरूलाई पनि पिरियड भयो भने एकदम गाह्रो हुन्छ होला, नेचुरलै हो है, मलाई नि एकदम गाह्रो हुन्छ क्या, कस्तो धेरै गाह्रो हुन्छ। अनि प्रायः जस्तो काम पनि बिदा लिएर बसी आउँछु क्या म। पिरियड भयो भने खासै जान्न, एक दिन चाहिँ फर्स्ट डे चाहिँ लास्ट गाह्रो हुने भएर म बिदा लिन्छु होइन। अनि राति भएको थिएँ, पिरियड भएँ म राति होइन। अनि भाइ काममा गएको थियो, आइपुगेको थिएन। अब राति 12 बजे त पिरियड भयो, ठ्याक्क रुममा चाहिँ प्याड पनि सकिएको थियो क्या मेरो। अनि मैले प्याड पनि सकिएको थियो, अनि त्यही भएर मसँग थिएन नि। भाइ कामबाट रुम आउँदै थियो, अनि मैले ल्याइदिएन भाइ भनेर म्यासेज गरेको थिएँ। बिचरा अहिलेसम्म किन्न नि जाने होइन क्या, कस्तो माया लाग्यो क्या। अनि मैले किन्नै जाने होइन भने, अनि कस्तो हो मलाई के भन्छ कोम्बिनी गएपछि कल गर्छु अनि भन्नु है भने, ल भने। अनि कोम्बिनी गयो, कल गरेर किनेर लिएर आयो। अनि म चाहिँ मैले भने मलाई किनिदियो भने ल्यायो नि त उसले। त्यो बाहेक उसले चक्लेट ल्याइदियो क्या। अब होला नि त है, सोसियल मिडियामा ऊ पनि एक्टिभ छ, हेर्छ है, यस्तो हुन्छ उस्तो हुन्छ भनेर होइन। अनि चक्लेट लिएर आएर यसो चक्लेट लिएर आएर अनि मलाई दियो क्या। कस्तो रियास हुँदो रहेछ क्या त्यस्तो देख्दाखेरि है। हुन्छ नि त पिरियडको टाइममा कसैले अलिकति केही राम्रोसँग बोलिदियो, के भयो भने आफ्नो एनी टाइम मुड स्विङ भएर हुन्छ नि त। झन् मलाई कति धेरै रिस उठ्छ, गाली गर्छु नि त म। अनि पिरियड भएको बेला नि टाइमदेखि नै मलाई चिडचिडापन एकदम रिस उठ्ने हुन्छ क्या, मुड स्विङ हुन्छ एकदम धेरै हुन्छ होइन। कोहीसँग बोल्न मन लाग्दैन, अरू बोलेको नि झर्को फिल हुन्छ, अनि त्यस्तो हुन्छ क्या। अनि त्यो भयो भने त्यसरी ल्याइदियो, कस्तो लाग्दो रहेछ क्या आफूलाई है। के गर्नु, धेरै आफ्नो भाइसँग बसेपछि आफ्नो दाजुभाइको काखमा बस्यो, विदेशको ठाउँमा आफ्नो दाजुभाइको काखमा बस्न पाउनु नि ठुलै भाग्य हो क्या। त्यही भएर कस्तो लाग्छ कहिलेकाहीँ है। अनि आज म गएको पनि जान नसकेर सुते हो क्या, म सकिनँ। अनि गएको पनि गइनँ, अनि त्यही भएर अनि ल सुतिरहनु। अनि म आउँछु दिउँसो आएर खाना बनाउँला, यसो केही खानु भनेर गएको क्या है। कस्तो लाग्छ, के गर्नु, कान्छो भाइ भएर नि होला है। यस्तो माया गरेर देख्दा कस्तो धेरै लाग्ने क्या है। के गर्नु गाइज।